धरान धरान भन्ने बित्तिकै तपाईँहरूलाई के याद आउँछ? सुगम सहर होइन। आज हामी यस्तो ठाउँमा जाँदैछौँ जुन धरान उपमहानगरपालिकाभित्रै पर्छ, तर जहाँबाट हस्पिटल जानको लागि 2 घन्टासम्म लाग्छ र जहाँबाट +2 पढ्नको लागि विद्यालय जानु पर्यो भने 2 घन्टासम्म लाग्छ। हामी त्यस्तो ठाउँमा जाँदैछौँ, एउटा यस्तो विद्यालय जुन विद्यालयमा चाहिँ कक्षा 5 सम्म पढाइ हुन्छ। त्यो हो धरान 5 मा रहेको श्री निशान देवी आधारभूत विद्यालय धरान 5 निशान डाँडामा रहेको छ। हामी त्यहाँ जाँदाखेरि एउटा खोला तरेर जानु पर्यो। खोलाको नाम हो देवी खोला। केही बाटोमा हामी हिँडेका थियौँ र विद्यालय पुग्दाखेरि त्यहाँका विद्यार्थीहरू एकदमै खुसी देखिन्थे हामीलाई देखेर। फाइनल्ली हामी चाहिँ यहाँ निशाने डाँडा आधारभूत विद्यालयमा आइसकेका छौँ। अफरोड पुरै हिँडेर यो चाहिँ आधारभूत लेखेको छ धरान 5 नमस्कार। विद्यालयमा जम्मा 30 जना विद्यार्थीहरू रहेछन्। यस विद्यालयमा बाल विकास अर्थात् मोन्टेसरी नर्सरी जे भने पनि त्यहाँबाट कक्षा 5 सम्म पढाइ हुँदो रहेछ। हामी यहाँनिर हामीले जति सक्छौँ त्यति शैक्षिक सामग्रीहरू चाहिँ उहाँहरूलाई सहयोग पुगोस् पढ्नको लागि भनेर चाहिँ वितरण गर्नको लागि आएका छौँ। मलाई यस ठाउँमा आए पछाडि मलाई के कुराको महसुस भयो भने नेपालमा अव्यवस्थित बसोबास र योजनाविहीन सहरीकरण आजको प्रमुख चुनौती बनेका छन्। त्यसैले अब आवास क्षेत्रलाई निश्चित रूपमा वर्गीकरण र व्यवस्थापन गर्न आवश्यक छ। जब मानिसहरू निश्चित आवास क्षेत्रमा केन्द्रित हुन्छन्, त्यहाँ विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा चौकी, खानेपानी, विद्युत तथा अन्य आधारभूत सेवाहरू प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ। यसले राज्यलाई आवश्यक जनशक्ति व्यवस्थापन गर्न, रोजगारीका अवसर सिर्जना गर्न र सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउन मद्दत गर्छ। यसरी सरकारले लक्षित क्षेत्रबाट बजेट विनियोजन गर्दा विकास योजनाहरू प्रभावकारी बन्छन्, स्रोत साधन दुरुपयोग कम हुन्छ र अनावश्यक खर्च नियन्त्रण गर्न सकिन्छ। त्यसै गरी आवासका लागि उपयुक्त नभएका क्षेत्रहरूमा यातायात तथा पूर्वाधारको पहुँच विस्तार गरी उद्योग, कलकारखाना, पर्यटन तथा कृषि उत्पादनका केन्द्रका रूपमा विकास गर्न सकिन्छ। ल सबलाई बाई बाई। ल बाई। खोइ बाई भनेको सबैले खोइ ल बाई। यसले खेतीयोग्य जमिनको संरक्षण मात्र होइन, उत्पादन वृद्धि र आर्थिक समृद्धिको आधार पनि तयार गर्छ। सन्तुलित विकास, व्यवस्थित बसोबास र दीर्घकालीन समृद्धिका लागि अब योजनाबद्ध भू उपयोग र आवास व्यवस्थापनको अवधारणा व्यवहारमा उतार्न समय आएको छ। व्यवस्थित बसोबास र सन्तुलित विकास समृद्ध नेपालको आधार हो र कुनै पनि राष्ट्रलाई ध्वस्त पार्न बम र बन्दुकको आवश्यकता पर्दैन। त्यसको शिक्षा प्रणालीमा कमजोर बनाइदिए पुग्छ। कुन स्कुल हो तपाईहरु? कुन स्कुलबाट आउनु भएको? मेरीगोल्डबाट। कति टाइममा पुग्नुहुन्छ माथि? 6 घण्टा।